आज हामी कुरा गर्न गइरहेका छौँ आवश्यकतामा आधारित शिक्षा र अधिकारमा आधारित शिक्षा। के हो त आवश्यकतामा आधारित शिक्षा भने र के हो त अधिकारमा आधारित शिक्षा भने? फर्स्टमा हामी आवश्यकतामा आधारित शिक्षा के हो भन्ने कुरामा थोरै डिटेल ल्याउनेछौँ। सिकारुको आवश्यकतालाई सम्बोधन गरी प्रदान गरिने शिक्षालाई चाहिँ आवश्यकतामा आधारित शिक्षा भनिन्छ। समाजमा हरेक वर्गको आवश्यकतालाई पहिचान गरी चाहिँ उक्त आवश्यकतालाई सम्बोधन गरी प्रदान गरिने शिक्षालाई नै आवश्यकतामा आधारित शिक्षा भनिन्छ। समाजमा पछि परेका वा पछि पारिएका व्यक्तिहरूलाई शिक्षाको मूल धारमा ल्याउन सञ्चालन गरिने शिक्षालाई नै आवश्यकतामा आधारित शिक्षा भनिन्छ। आवश्यकतामा आधारित शिक्षाले चाहिँ राज्यमा शिक्षाको क्षेत्रमा पछाडि परेका व्यक्ति समूह वर्गको पहिचान गरी तिनीहरूको आवश्यकता अनुकूलको शैक्षिक अथवा शैक्षणिक प्रक्रियाको विकास गरी कार्यान्वयन गर्नुपर्ने विषयमा जोड दिन्छ। शिक्षाको मूल उद्देश्य कुनै पनि व्यक्तिको अन्तर्निहित शक्तिलाई चाहिँ प्रस्फुटन गरी समय सापेक्ष जीवन यापन गर्न आवश्यक पर्ने ज्ञान प्रदान गर्नु हो, जुन आवश्यकतामा आधारित शिक्षाबाट मात्र सम्भव हुन्छ। अब हामी अधिकारमा आधारित शिक्षाको बारेमा थोरै चर्चा गर्दैछौँ। के हो त अधिकारमा आधारित शिक्षा भनेर यसको बारेमा थोरै चर्चा गरेपछि हामी प्रष्ट हुनेछौँ। प्रचलित नियम र कानुनको अधीनमा रहेर प्रत्येक नागरिकको शिक्षा सम्बन्धी हकलाई नै पूरा गर्न प्रदान गरिने शिक्षा नै अधिकारमा आधारित शिक्षा हो। अधिकारमा आधारित शिक्षाको अवधारणा युनेस्कोले अगाडि सारेको पाइन्छ। अधिकारमा आधारित शिक्षाको अवधारणा सबैका लागि सबै किसिमको र सबै तहको शिक्षा सधैँभरि जुनसुकै अवस्थामा पनि उपलब्ध हुनुपर्छ भन्ने मान्यतामा आधारित छ। राज्यले व्यक्तिको शिक्षा सम्बन्धी अधिकारको सम्मान, संरक्षण र पदपूर्ति रेस्पेक्ट प्रोटेक्ट एन्ड फुलफिल गर्नुपर्छ भनेको छ। शिक्षा प्राप्त गर्ने र सोबाट लाभ लिनु मानवको जन्मसिद्ध अधिकार हो। यसले चाहिँ के गर्छ? सम्मान संरक्षण र प्रचलन गराउन राज्य जिम्मेवारी र जवाबदेही बन्नुपर्छ भनेको छ भन्ने मान्यतालाई चाहिँ के गर्छ? अधिकारमा आधारित शिक्षाको रूपमा लिन सकिन्छ। व्यक्तिको परिष्कृत र मर्यादित जीवनका लागि शिक्षाको जीवन आत्मसात र मर्यादासँग आबद्ध गरी यसलाई नै मानव अधिकारको रूपमा स्वीकार गरिएको छ। सन् 2004 मा युनेस्कोले राइट बेस्ड एजुकेसन नामक एउटा पुस्तक प्रकाशन गरेको थियो। उक्त पुस्तकमा मानव अधिकारमा आधारित शिक्षालाई 4A एप्रोप्रिएट्सका रूपमा व्याख्या गरिएको पाइन्छ। एबिलिटी, एक्सेसिबिलिटी,